मैले पनि त्यही ओर्सुमा टिकटकमा यताउता हेर्दाखेरि त्यही सुरेश ढकालको यताउता हेर्दाखेरि ल म नि गर्न पर्यो भनेर ओर्सु सुरेश ढकालसँग मैले नि एप्लाई गरेको थिएँ। अनि सुरुमा 150 माग्यो, दियो। त्यसको 3 महिनापछि अफर लेटर आयो भने त्यसपछि 4-5 महिनापछि वर्क पर्मिट पनि आयो। त्यो सबै मैले हेऱ्यो। त्यसमा अफर लेटर छुट्टै कम्पनीको, वर्क पर्मिट पनि छुट्टै रहेछ। त्यही बेला न्युजहरूमा पनि टिकटकहरूमा पनि फेक भन्ने न्युजहरू छप्रष्टै आयो। मलाई पनि शङ्का लाग्यो। त्यसपछि उसले पनि मेसेजको रिप्लाई पनि नदिने, कल पनि नउठाउने, झन् शङ्का लाग्यो। अनि मैले पनि मेरो क्यान्सल गरिदिनु भन्यो। शङ्का डर लाग्यो, त्यत्रो पैसा हुन्छ भने मेरो पनि पैसा फर्काइदिनु भने। अनि उसले भन्यो फेक होइन रियल हो भनेर जिद्दी गर्यो। त्यसो भए हुन्छ, म विश्वास गर्छु, पहिलाको 150 पठाएको एकाउन्टमा पठाइदिन्छु भन्दा मान्नु भएन। उसले भन्यो अर्को एकाउन्ट दिन्छु भन्नुभयो। मैले हुन्छ त्यसो भए अर्को दिन्छु भनेदेखि केही छैन, अर्को के भयो भनेर मैले पनि हुन्छ भने पठाइदिनु भने। त्यसपछि उसले फेन्सी क्लब एकाउन्ट दिनुभयो। मैले हजुरको एकाउन्टमा हालिदिन्छु भनेको, हजुरको एकाउन्ट दिनु, मैले त्यसमै हालिदिन्छु भनेको मान्नु भएन। त्यस्तै कुराहरू हुँदै गर्दा आफ्नो एकाउन्ट दिन पनि नमान्ने, यस्तै कुराहरू गर्दा त्यसो भए मैले हजुरले जति काम गर्नुभयो मेरो लागि, मेरो पैसा 150 बाट कति लाग्यो, त्यसबाट अब कति काट्ने हो, त्यो काममा लागेको चाहिँ त्यो काट्नु, बाँकी फर्काइदिनु भन्दाखेरि वर्क पर्मिट आइसकेपछि पैसा फिर्ता हुन्न भनेर धम्काए जस्तो अलि जिद्दी, अलि खरो कुरा गर्न लाग्यो। त्यसपछि झन् कल पनि नगर्ने, मेसेज पनि नगर्ने, लापत्ता कता त्यस्तै हुँदा झन् हरायो मान्छे। अब न फोन उठाउँछ, न के गर्छ, न के न के त्यत्तिकै भइरहेछ।